हाम्रो आन्दोलन मङ्सिर 7 गतेदेखि हुन्छ। मङ्सिर 7 गते आज मैले भन्नै पर्यो, किनभने बीचमा मान्छे कन्फ्युज भयो। किनभने किन मङ्सिर 7 मा भनेदेखि मङ्सिर 7 भनेको के भने दिल्लीमा 12 बुँदे सम्झौता भएको थियो दल र माओवादी, त्यतिखेरको माओवादीसँग, विद्रोही शक्तिसँग। त्यही 12 बुँदे सहमतिको कारणले गर्दाखेरि आज देशमा राज संस्था गयो, हिन्दू अधिराज्य गयो, सब कुछ गए, नेपाली नागरिक पनि विदेश गए। आज सबै देश खाली भएर विदेशीहरूको षड्यन्त्रमा परेर आज विदेशीहरूकै इसारामा चल्ने, त्यसमा पनि एनजिओ र आइएनजिओ का सरकारहरू आए। यहाँ एनजिओ र आइएनजिओ ले चलाएका, यो तपाईहरुले सबैले बुझ्नु भएको छ। त्यसले गर्दाखेरि हामी आज खास गरेर हाम्रो अभियान दुर्गा प्रसाईले चलाउँदै गरेको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान, यो पशुपति जोगाउने अभियान हो, यो माता दुर्गालाई जोगाउने अभियान हो, हाम्रा छोराछोरी घर फर्काउने अभियान हो। तपाईहरुका मैले तपबहादुर मगरज्यूलाई पनि सोधे, तपाई कति वर्षको हुनुभयो? यो अभियान हाम्रो सफल भएन र हामीले जितेनौं भने तपाईको लास उठाउने तपाईका नातिना पनि घरमा आउँदैनन्, तपाईका छोराछोरी पनि आउँदैन। त्यसले गर्दाखेरि सबैजना यो व्यवस्था परिवर्तन गरौँ, यो अवस्था परिवर्तन गरौँ भनेर हामीले मङ्सिर 7 गतेलाई आन्दोलनको तयारी गरेका छौँ। आउने मङ्सिर 7 गते भनेको लगभग अब 20 दिन बाँकी होला। यो 20 दिन भित्रमा तपाईहरुले सम्पूर्ण नेपाली नागरिकहरूले चाहिने डिजल ग्यास खानेकुरा घरमा दैनिक उपभोग्य चिज राख्नु होला। हामीले मानव अधिकार आयोगको अध्यक्षलाई पनि त्यही भनेका छौँ, अग्रिम जानकारी गराएका छौँ हैन, अध्यक्षज्यू तपबहादुर मगरज्यूलाई र अरू सम्पूर्णलाई। त्यसले गर्दाखेरि यो बीचमा हुने कुनै पनि आन्दोलन भन्दा पनि मङ्सिर 7 गतेदेखि व्यवस्था परिवर्तन हुने आन्दोलनमा सबैजना, फेरि तपाईहरुले पनि, तपाईहरु मिडियाका साथीहरुले पनि कस्ता मिडियाले बोकेर हिँडेर छन् देख्नुभयो नि। आज वास्तवमा तपाईहरुको भूमिका, युट्युबे भनेर गाली गर्थे, आज तपाईहरुको भूमिकाले यो अलिकति केही बाँच्न सफल भएको छ र निकट केही दिनमै हामी पत्रकार सम्मेलन गरेर केही कुराहरू पनि सार्वजनिक गर्दैछौँ, अझ सार्वजनिक गर्दैछौँ। त्यसले गर्दाखेरि मङ्सिर 7 गते सम्पूर्ण देशमा रहनुहुने विदेशमा रहनुहुने सम्पूर्ण मानवाधिकारवादी भए हैन, पत्रकारहरू भए, पुलिस प्रशासन, पुलिसलाई त म के भन्छु भने आइजिपी साहब र पुलिसका र सेनाका निजामती कर्मचारीहरूलाई अब मङ्सिर 7 गतेदेखि हुने आन्दोलनमा निजामती कर्मचारीका साथीभाइहरू पनि तपाईहरु पनि नआउनुहोस् अफिसमा, पुलिसहरू पनि तपाईहरु पनि बिदा बस्नुहोस्। आखिर त्यसै देश सुन्ने भएको छ। यो व्यवस्था फ्याँको, यो व्यवस्था फ्याँकेर र पछि मात्रै अवस्था परिवर्तन हुन्छ। व्यवस्था नफ्याँकिकन अवस्था परिवर्तन हुँदैन। र मैले कुरा पनि त्यही राखेँ। कस्तो हुन्छ भन्दै हुनुहुन्थ्यो, आन्दोलन भनेको त्यस्तै हुन्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुन्छ। भोलि ती पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुँदै गरे बेलामा कसैले बन्द उल्लङ्घन गर्छ, दोकान खोल्छ भने त्यो तोडफोड भयो, गाडी फुटायो, आगो लगायो भने त्यसको जवाबदेही हाम्रो अभियान हुँदैन। होइन, सरकारले वार्ताको लागि आह्वान गर्यो भनेर मिडियामै आयो, मलाई थुन्ने कुरा पनि मिडियामै आयो। अब अहिलेसम्म पक्रिन पुलिस पनि आउँदैन, वार्ता गर्न सरकार पनि बोलाउँदैन। हामी अघि बढेका छौँ र हाम्रो अभियान अघि बढिसक्यो। होइन, मैले कहिले लिन्न भने त चैत 15 गतेको घटना पनि त हामीले नै गरेको, तर गोली हान्ने काम त हामीले गरे होइन नि। अस्ति मलाई मार्ने योजना थियो, अब म भाग्दिनँ। अब यो देशको अहिलेको स्थिति, अहिले देश त बडा महाराज धिराज पृथ्वीनारायण शाहले एकीकरण गरे पछाडिको देश आज देश विखण्डन हुने स्थितिमा पुग्यो। विभिन्न जात जाति, विभिन्न वेशभूषालाई समेटेर बडा महाराज धिराज पृथ्वीनारायण शाहले एउटै नाम दिएर नेपाल बनाएको थियो। नेपाल आज विखण्डन हुने स्थिति भएकोले गर्दाखेरि अब उहाँहरूले पनि सोच्नुभयो होला अब के गर्ने। र देशमा अहिले प्रतिपक्षको भूमिका, सम्पूर्ण दलहरूको, जुन दल त भ्रष्टमा परिहाले, सम्पूर्ण दलदेखि लिएर अहिलेको जुन सरकार छ, यो सरकार कसले बनाएको, कहाँबाट चल्दैछ भन्ने कुरो पनि तपाईँहरूलाई थाहा छँदैछ। यो सरकारको पनि प्रतिपक्ष भएर है राष्ट्र जोगाउने र धर्म जोगाउने र नेपाली नागरिकहरू जोगाउने जुन अभियानमा हामी उभिया छौँ, खास गरेर हाम्रो अभियान है। र यो अभियान तपाईँ हामी सबै नेपाल र नेपालीको अभियान हो। त्यही भएर पनि उहाँले मलाई चाहिँ प्राथमिकता दिएर ल दुर्गाजी आइदिनु पर्यो। मानवाधिकार आयोगको अध्यक्षज्यूले बोलाइसकेपछि अस्ति सिडिओ साहबहरूले, तिनै जिल्लाका सिडिओ साहबहरूले बोलाउनु भयो, एसएसपी साहबहरूले बोलाउनु भयो, म गइदिएँ। अब आज मानवाधिकारको अध्यक्षज्यूले बोलाउनु भएको छ, उहाँको टिमै होला। उहाँसँग के विषयमा हो छलफल गरेर एकछिनमा आउँछु, अनि त्यस पछाडि अरू कुरा म भन्नुलाई। आन्दोलनको विषय त होइन, आन्दोलनको विषय अहिले त केही पनि थाहा छैन। आन्दोलन त हाम्रो आन्दोलन छँदैछ नि। हामी त 79 साल फागुन 1 गतेदेखि त यो व्यवस्था ठिक भएन, यो व्यवस्था परिवर्तन नगरिकन अवस्था परिवर्तन हुँदैन भनेर त हामीले राजाको हातबाट चाहिँ दियो बालेकै हुने मेचीमा लगेर त्यो आन्दोलन त हामीले छोडेका छैन नि त। हामी त आन्दोलितै छौँ नि। यो आन्दोलन सफल भएन भने त देशै रहँदैन। मानव अधिकार आयोगले मलाई उहाँले भनेको सत्य कुरा भनौँ, तपाईँले उठाउनु पर्ने माग हामीले उठाउनु पर्ने हो दुर्गाजी। आज हाम्रा पनि अलिकति कान खुले। तपाईँले दिनै पछि पहिल्यैदेखि भन्दै आउनु भएको कुरो
कस्तो कस्तो हामीलाई त हावा जस्तो लाग्थ्यो। तर तपाईँले भनेको कुरा सबै कुरा पुगे, पुग्दा पुग्दै तपाईँको यो सबै कुरा पुग्यो। त्यसले गर्दाखेरि हामी पनि तपाईँलाई साथ दिन तयार छौँ र देश जोगाउँ। के भयो जलाउनु? अब हाम्रो यसरी जलाउने नै केही छैन। जलाउने जति जलाउनु पर्ने थिएन। सिंहदरबार जलाउनै हुँदैन थियो। सर्वोच्च अदालत जस्ता सम्पदामा आगो लाउनु हुँदैन थियो। लगाइहाले अपराधीहरूले है। हाम्रो त्यो कसैको घर जलाउने कसैको हामीले त्यो गर्दैनौँ। यतिखेर दुर्गा प्रसाद मानव अधिकार आएका पदाधिकारीसँग भेट गरेर फर्किसकेका छन्। हामी उहाँसँग थोरै कुराकानी गर्छौँ। मानव अधिकार आयोगका अध्यक्ष श्रीमान तपबहादुर मगरज्यूले बोलाउनु भएको थियो र उहाँको टिमले र अब आउने तपाईँको आन्दोलन, हाम्रो आन्दोलनको विषयमा तपाईँको आन्दोलन के हो कसो हो, अस्ति चैत 15 गतेको जस्तो साथै अस्ति भदौ 23 गते 24 गते भयो जस्तो हुन्छ कि हुँदैन भन्ने कुरा भएपछि मैले उहाँलाई सबै कुरा कन्भिन्स गरेँ। यो भदौ 23 गते 24 गते जुन 2 घन्टा जेएनजीको आन्दोलन भयो, 2 घन्टा चाहिँ राम्रो आन्दोलन थियो। जेएनजीहरूको आन्दोलन गरेका थिए, बच्चाहरूले गरेका थिए। 2 घन्टा पछाडि 11 बजीदेखि 1 बजीसम्म सही आन्दोलन थियो। 1 बजी पछाडि जुन आन्दोलन हाइज्याक भयो र विदेशीहरूको हातमा पुग्यो र योजनाबद्ध तरिकाले जुन बङ्गलादेशी मोडलमा गयो, जुन मालदिप्स मोडलमा गयो र जुन तरिकाले चाहिँ नि त्यो आन्दोलन भएर आन्दोलन सँगसँगै सत्ता हत्याउने काम भयो। त्यो खालको आन्दोलन हाम्रो होइन। हाम्रो आन्दोलन भनेको सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग, जो लघुवित्त पीडित छन्, सहकारी पीडित छन्, ब्याङ्क पीडित छन्, कालो सूचीमा मान्छे परेका छन्, विदेशका जेलहरूमा गएर मान्छेहरू चाहिँ नि बस्न बाध्य छन्। यी सबै तपाईँहरूको मैले सोधेँ उहाँहरूलाई मानव अधिकारभित्र पर्छन् कि पर्दैन। लडाइँमा जस्तो अहिले तपाईँको चाहिँ नि गोली लागेर मर्नु भएको ठाउँमा साधारण लडाइँको मात्रै मानव अधिकार होइन नि त। मानव अधिकार त एउटा मान्छेले खाना पाएर मरेर खान नपाइकन भोकै मऱ्यो भने पनि त्यो मानव अधिकारभित्र पर्छ कि पर्दैन? तपाईँहरूको क्राइटेरियामा पर्छ कि पर्दैन? विदेशमा गएर चेलीबेटीहरू बेचिन्छन्, त्यो मानव अधिकारभित्र पर्छ कि पर्दैन? एउटा चेलीले आफ्नो लघुवित्त र सहकारीको किस्ता तिर्नलाई आफ्नो शरीर बेच्नुपर्छ, त्यो मानव अधिकारभित्र पर्छ कि पर्दैन भनेर यी कुराहरू मैले उहाँहरूलाई भनेपछि उहाँहरूले हाम्रा माग हेरिसकेपछि यी सबै माग मानव अधिकारले पनि उठाउनु पर्ने मागहरू रहेछन्। 25 वटा माग। ती मागमा हामीले के भनेको छ भने निजामती कर्मचारी, पुलिस, सेनादेखि लिएर सबैको गुजारा चल्ने तलबदेखि लिएर विदेश जाने मान्छेका विषयमा सुद्धा हामीले चाहिँ नि उठाएका हुनाले गर्दाखेरि हामीलाई तपाईँहरूले यो गजाङ र गुजुङ भने हामीलाई तपाईँहरूले सहयोग गर्नु पर्यो यो आन्दोलनमा। यो आन्दोलन हामी बन्दुक बारुद बोकेर आउने आन्दोलन, सिंहदरबारमा आगो लाउने, मान्छेका घरहरू जलाउने, नेपाली नागरिकहरूका घर जलाउने, अनि व्यापार व्यवसाय जुन बिजनेस हाउसहरूमा तोड्ने हाम्रो आन्दोलन होइन। हाम्रो आन्दोलन भनेको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हाम्रा 14 अञ्चल 75 वटा जिल्ला 165 नै क्षेत्र तपाईँको बन्द हुन्छ। हामीले बन्द आह्वान गरेका छौँ। हाम्रो आन्दोलन मङ्सिर 7 गतेदेखि हुन्छ। मङ्सिर 7 गते आज मैले भन्नै पर्यो, किनभने बिचबिचमा मान्छे कन्फ्युज भयो। किनभने किन मङ्सिर 7मा भनेदेखि मङ्सिर 7 भनेको के भने दिल्लीमा 12 बुँदे सम्झौता भएको थियो दल र माओवादी, त्यतिखेरको माओवादीसँग, विद्रोही शक्तिसँग। त्यही 12 बुँदे सहमतिको कारणले गर्दाखेरि आज देशमा राज संस्था गयो, हिन्दू अधिराज्य गयो, सब कुछ गए, नेपाली नागरिक पनि विदेश गए। आज सबै देश खाली भएर विदेशीहरूको षड्यन्त्रमा परेर आज विदेशीहरूकै इसारामा चल्ने, त्यसमा पनि एनजिओ र आइएनजिओका सरकारहरू आए। यहाँ एनजिओ र आइएनजिओले चलाएका यो तपाईँहरूले सबैले बुझ्नु भएको छ। त्यसले गर्दाखेरि हामी आज खास गरेर हाम्रो अभियान दुर्गा प्रसाईले चलाउँदै गरेको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान यो पशुपति जोगाउने अभियान हो। यो माता दुर्गालाई जोगाउने अभियान हो। हाम्रा छोराछोरी घर फर्काउने अभियान हो। तपाईँहरूका मैले तपबहादुर मगरज्यूलाई पनि सोधेँ, तपाईँ कति वर्षको हुनुभयो? यो अभियान हाम्रो सफल भएन र हामीले जितेनौँ भने तपाईँको लास उठाउने तपाईँका नाति नातिना पनि घरमा आउँदैनन्, तपाईँका छोराछोरी पनि आउँदैन। त्यसले गर्दाखेरि सबैजना यो व्यवस्था परिवर्तन गरौँ, यो अवस्था परिवर्तन गरौँ भनेर हामीले मङ्सिर 7 गतेलाई आन्दोलनको तयारी गरेका छौँ। आउने मङ्सिर 7 गते भनेको लगभग अब 20 दिन
बाँकी होला। यो 20 दिनभित्रमा तपाईँहरूले सम्पूर्ण नेपाली नागरिकहरूले चाहिने डिजल ग्यास खानेकुरा घरमा दैनिक उपभोग्य चिज राख्नु होला। हामीले मानव अधिकार आयोगको अध्यक्षलाई पनि त्यही भनेका छौँ, अग्रिम जानकारी गराएका छौँ होइन, अध्यक्षज्यू तपबहादुर मगरज्यूलाई र अरू सम्पूर्णलाई। त्यसले गर्दाखेरि यो बिचमा हुने कुनै पनि आन्दोलनभन्दा पनि मङ्सिर 7 गतेदेखि व्यवस्था परिवर्तन हुने आन्दोलनमा सबैजना, फेरि तपाईँहरू मिडियाका साथीहरूले पनि कस्ता मिडियाले बोकेर हिँडेर छन् देख्नुभयो नि। आज वास्तवमा तपाईँहरूको भूमिका युट्युबे भनेर गाली गर्थे, आज तपाईँहरूको भूमिकाले यो अलिकति केही बाँच्न सफल भएको छ र निकट केही दिनमै हामी पत्रकार सम्मेलन गरेर केही कुराहरू पनि सार्वजनिक गर्दैछौँ। त्यसले गर्दाखेरि मङ्सिर 7 गते सम्पूर्ण देशमा रहनुहुने विदेशमा रहनुहुने सम्पूर्ण मानवाधिकारवादी भए होइन, पत्रकारहरू भए, पुलिस प्रशासन, पुलिसलाई त म के भन्छु भने आइजिपी साहब र पुलिसका र सेनाका निजामती कर्मचारीहरूलाई अब मङ्सिर 7 गतेदेखि हुने आन्दोलनमा निजामती कर्मचारीका साथीभाइहरू पनि तपाईँहरू पनि नआउनुहोस् अफिसमा, पुलिसहरू पनि तपाईँहरू पनि बिदा बस्नुहोस्। आखिर त्यसै देश सुन्ने भएको छ। यो व्यवस्था फ्याँको, यो व्यवस्था फ्याँकेर र पछि मात्रै अवस्था परिवर्तन हुन्छ। व्यवस्था नफ्याँकिकन अवस्था परिवर्तन हुँदैन। र मैले कुरा पनि त्यही राखेँ। कस्तो हुन्छ भन्दै हुनुहुन्थ्यो, आन्दोलन भनेको त्यस्तै हुन्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुन्छ। भोलि ती पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुँदै गरेका बेलामा कसैले बन्द उल्लङ्घन गर्छ, दोकान खोल्छ भने त्यो तोडफोड भयो, गाडी फुटायो, आगो लगायो भने त्यसको जवाबदेही हाम्रो अभियान हुँदैन। सञ्चार माध्यममा जे आइरहेको थियो, दुर्गा प्रसाई अब आन्दोलनमा नजाने सरकारसँग वार्ता गर्न तयार भनेर आइरहेको थियो, के हो यो चाहिँ खासमा? होइन, सरकारले वार्ताको लागि आह्वान गर्यो भनेर मिडियामै आयो, मलाई थुन्ने कुरा पनि मिडियामै आयो होइन, कुरा बुझ्नु भएन। अब अहिलेसम्म पक्रिन, पुलिस पनि आउँदैन, वार्ता गर्न सरकार पनि बोलाउँदैन। हामी अघि बढेका छौँ र हाम्रो अभियान अघि बढिसक्यो। आन्दोलनमा घाइते र मृत्यु भयो भने चाहिँ त्यसको जिम्मा दुर्गा प्रसादले लिन्छ? होइन, मैले कहिले लिन्न भने त चैत 15 गतेको घटना पनि त हामीले नै गरेको, तर गोली हान्ने काम त हामीले गरे होइन नि। फेरि दुर्गा प्रसाद भाग्नुपर्ने स्थिति आउँछ कि के छ त्यो? होइन, अब म भाग्दिनँ। अस्ति मलाई मार्ने योजना थियो, अब म भाग्दिनँ। तपाईँहरू ढुक्क हुनु। मानव अधिकार आयोगले चाहिँ के भन्नुभयो तपाईँले? मानव अधिकार आयोगले उहाँले भनेको सत्य कुरा भनौँ, यी तपाईँले उठाउनु पर्ने माग हामीले उठाउनु पर्ने हो दुर्गाजी। आज हाम्रा पनि अलिकति कान खुले। तपाईँले दिनै पछि पहिल्यैदेखि भन्दै आउनुभएको कुरो कस्तो हामीलाई त हावा जस्तो लाग्थ्यो, तर तपाईँले भनेको कुरा सबै कुरा पुग्दा पुग्दै तपाईँको यो सबै कुरा पुग्यो। त्यसले गर्दाखेरि हामी पनि तपाईँलाई साथ दिन तयार छौँ र देश जोगाउँ। पूर्ण रूपमा हिंसात्मक आन्दोलन हुन्छ। अब अस्तिको आन्दोलनले जलाउन तोडफोड हुन बाँकी खासै केही संरचना छैन। तपाईँहरूको आन्दोलनले थप फेरि के भयो जलाउनु? अब हाम्रो यसरी जलाउने नै केही छैन। जलाउनु पर्ने थिएन, सिंहदरबार जलाउनै हुँदैन थियो, सर्वोच्च अदालत जस्ता सम्पदामा आगो लाउनु हुँदैन थियो, लगाइहाले अपराधीहरूले है। हाम्रो त्यो कसैको घर जलाउने कसैको हामीले त्यो गर्दैनौँ। चैत 15 गते पनि नि केही घुसपेट भयो, दलहरूको घुसपेट भयो, खास गरेर खड्गप्रसाद ओलीज्यूका दलकाले घुसपेट गरे हाम्रो बदनाम गराउनलाई। हाम्रो योजना भनेको मान्छे बचाउने हो क्या, जलाउने होइन। अर्का घर किन जलाउनु? त्यसले गर्दा अब त जलाउने भत्काउने चिज सबै जगिहाले अस्ति नै। अब केही बाँकी छैन। हामी शान्ति रूपले बनाउने अझै तहस बनाउने चाहिँ तपाईँहरूको अब सोचो मङ्सिर 7 गतेदेखि। हेर्नुहोस्, हामीले मङ्सिर 7 मा बल्खुमा गर्दा पनि काहीँ तोडफोड गरेनौँ। बिचमा घुसपेट भयो, अलिअलि गोली ग्यास चलायो भने टियर ग्यास खाए गए। हाम्रो त्यो योजना होइन, हामी त्यो गर्दैनौँ। 6 महिनासम्म आन्दोलन नगरेर सरकारले काम गर्न दिँदा हुँदैन? कुन सरकारलाई काम गर्न दिने वातावरण दिँदा हुँदैन? यो सरकारको हालत के भएको छ अरे थाहा छ? 5000 जेएनजीहरू मन्त्रीको लाइनमा बसिरहेछन् अरे। जेएनजीसँग वार्ता मिलाउँदै प्रधानमन्त्रीको टाइम पास। प्रधानमन्त्रीलाई नि बिचरा उठेर बसेर उठ्न सक्नुहुन्न। प्रधानमन्त्रीको त्यस्तो छ हालत। राम्रोसँगले भन्नुपर्दा तपाईँले नराम्रो भन्नुभयो। अनि यस्तो हालत हुँदै तपाईँले किन च्याप्नुहुन्छ, किन दुःख दिनुहुन्छ सरकारलाई? होइन, सरकार यो नि नेपाली जनताले बनाएको सरकार थियो। यो सरकार कसले बनाएको त? चुनावबाट आएको, वैधानिक सरकार हो, संविधानबाट आएको
वार्तामा त तपाईँ पनि धेरै पटक बस्नुभयो फेरि म कहीँ वार्तामा बसेकै छैन सेनासँग जानु भएन त होइन सेनासँग वार्तामा बस्नु सेनाले भ्रष्टाचार विरुद्धको अभियानमा चाहिँ आवाज उठाएको भनेर त्यो त बोलाउनु ठिकै हो कि तर मलाई यो देऊ त्यो देऊ भनेर गएको छैन नि त्यसरी वार्तै भएको छैन यो अब सरकारले तपाईँलाई वार्तामा बोलायो भने मन्त्री पनि भइसके अब जिएनजीहरूले जिल्ला परिषदलाई मन्त्रीको रूपमा सिफारिस गरे पनि तपाईँ अगाडि बढ्ने मलाई म हेर्नुहोस् कुरा मुलुकको हो कुरा देशको हो कुरा प्रधानमन्त्रीको कुरा होइन कि म गाडी चढ्न पाएको छैन म घरमा बस्न पाएको छैन म गाडी चढ्न घरमा बस्न अनि मेरो पछाडि अहिले यहाँ 100 जना छन् नि मेरो सेक्युरिटी मलाई सेक्युरिटी चाहिएको हो होइन नि मलाई चाहिएको के भने मुलुक मेरा दाजुभाइ दिदीबहिनीले विदेश जानु भएन जस्तो कि दुर्गा तपाईँलाई मैले यसमा अलिकति तपाईँले यो अहिले आन्दोलनको घोषणा गरेर धेरैले तपाईँलाई अवसरवादी भन्न सक्छन् क्या अहिले तपाईँ जस्तो प्रभावशाली मान्छेहरूले चाहिँ यो देशमा शान्तिको निम्ति सुव्यवस्थाको निम्ति पहल गर्न पर्थ्यो जनजनमा यति बेला आतङ्क छ मन डराएको छ अब के हुन्छ भन्ने छ यो बेला शान्तिको निम्ति पहल गर्नुपर्ने तपाईँ जस्तो प्रभावशाली व्यक्तिले अर्को आन्दोलनको घोषणा गरेर भन्दा उसले बनाउँदा मान्छे आएन जेनजीले थम्किलो देश बनाइहालेको छ यही मौकामा गरम छ तपाईँ लुवा गरम होइन लुवा गरम होइन हाम्रो आन्दोलनले लुवा गरम बनाएको थियो भ्रष्टाचार विरुद्धको अभियानमा नि हाम्रै अभियानले दुर्गा परसाईकै अभियानले चाहिँ नि बेस बनाएको थियो जग बनाएको थियो दुर्गा परसाईले नै त्यो जगमा घर बनाएको थियो भने हुन्थ्यो घर चाहिँ अर्काले बनाउने भएर बिग्रेको हो क्या यो ल के छ त एउटा गरिब गरिबिना भयो एउटा विदेशबाट बाहिरबाट मान्छे ल्याउने पहल भयो के भयो अहिलेसम्म मन्त्रीमण्डल 2 महिनामा बनिन सकेको छैन मन्त्री हेर्नुहोस् कस्ता मान्छे रहेछन् भने मान्छे मारेर शोभा पाठकलाई मारेर दुर्गा प्रसादलाई फसाउने भनेर शोभा पाठकले नै बोलिन् होइन कस्ता मान्छे चाहिँ मन्त्री भएका रहेछन् त्यसले गर्दाखेरि म सम्पूर्ण म एमाले भित्रका पनि भन्छु महेश बस्नेतजीले अस्ति भन्नुभयो के भन्नुभयो भने दुर्गाजीले राजा छोड्ने भने हामी साथ दिन्छौँ भन्नुभयो राष्ट्र बचाउने कुरो छ तपाईँ राजाको कुरो छोडिदिनुहोस् महेशजी खड्गप्रसाद ओलीज्यू हजुरबाउ पहिला राष्ट्र बचाउँ पहिला माटो बचाउँ अनि कुन फुल रोप्नुपर्छ रोपौँ भूमि नै भएन भने नि फुल रोप्ने ठाउँ हुँदैन त्यसले गर्दाखेरि यो राष्ट्र बचाउने कुरोमा सम्पूर्ण नेपालीहरू तपाईँहरू पनि त्यो दिन त्यो मङ्सिर 7 गतेदेखि अब आज मैले एनाउन्स गरेँ नगर्दा पनि भएन यहाँ मान्छेले धेरै झुक्क्याए दुर्गा परसाई बोलेन दुर्गा परसाई अवसरवादी भयो म के को अवसरवादी मलाई खान पुगेको थियो लाउन पुगेको थियो म ब्याङ्कको ब्ल्याकलिस्ट होइन म केही त होइन तपाईँहरूलाई थाहा छँदैछ त त्यो सबैले मान्छेले त्यो भन्छन् त्यो म होइन त्यसले गर्दा म तपाईँहरूको हुँ नेपालको रक्षा गर्नलाई दुर्गा परसाई आएको हो नेपालीहरूको रक्षा गर्न तपाईको आन्दोलन र दुर्गा परसाईलाई जेएनजीले लखटे भने तपाईलाई कसले लुकाउँछ कहाँ लुक्न जानु कसले जेएनजीले लखटे भने दुर्गा परसाईलाई जेएनजीले प्रतिवाद हुन सक्छ नि जेएनजीले त्यसले तपाईँले उल्टो क्वेसन नसोध्नु न जेएनजी उहाँ मेरा घरमा लाइन रातभरि लाइन छ जेएनजी मलाई यो व्यवस्था परिवर्तन भएन भने नि भाइ यी जेएनजी जति त जम्मै जेल जान्छन् अस्ति फुटाउने मन्त्री एउटा भइहाल्यो प्रधानमन्त्री एउटा भइहाल्यो जेल जाने अर्को भयो भाइ ती सब सुरु भइसक्यो होइन अस्ति जो यो आन्दोलन सफल भएन र हेर्नु न यो दुर्गा परसाईको आन्दोलन सफल भएन भने कतिजना थुनिन्छन् त्यसले गर्दा त्यो बाँट्नको लागि पनि सबैजना फेरि सडकमा आउनुहोस् शान्तिपूर्ण म त थुनिन तयार मेरा भाइ मलाई त लगेर खरीको बोटमा झन्याउन् न तर मुलुक चाहिँ मुक्ति गरौँ यदि सरकार तर्फबाट तपाईहरुसँग वार्ता बस्न सरकार आयो भनेदेखि तपाई आन्दोलनबाट ब्याक हुनुहुन्छ कि हुनुहुन्छ आन्दोलनबाट त ब्याक हुँदैन मेरो व्यवस्था परिवर्तन गरौँ न संविधान चेन्ज गरौँ न यी तस्कर जतिलाई लगेर राष्ट्रपति सुत्तालाई थुनौँ न यो राष्ट्रपतिको चाहिँ 7 वटा घर छ लन्डनमा ल्याएर थुनौँ न राष्ट्रपतिलाई यी भ्रष्टाचारीलाई थुनौँ त राष्ट्रपतिका छोराको तपाईँ चुनावदेखि डराएको हो के को चुनाव हो चुनावै हुँदैन के को चुनावदेखि डराएको भन्नुहुन्छ चुनाव हुन्छ अब यो मुलुकमा भयो भने चुनावमा जानु हतियार बाहिर छ 21,000 हतियार त माथि आएर यहाँ माथि काठमाडौँमा राखेर छ के को तपाईँले चुनाव हुनुहुन्छ तपाईँ कहाँ हुनुहुन्छ हौ मेरा भाइ अर्काले चलाएको देशमा बसेर तपाईँ चुनाव हुन्छ भन्नु तपाईँले एकछिन तपाईँलाई म एउटा कुरो तपाईँ धेरै डिस्कस नगर्नु अझै म तपाईँलाई देखाइन्छु अस्ति मैले नि अलिकति देखाएँ होइन सिन अस्ति देखाएँ फेरि देखाउँदैछु बालनजीले अहिले मलाई खेद्नु हुँदैछ नि उहाँ दुर्गा प्रसादलाई पक्डी भनेर बालनको देश हो यो हाम्रो देश होइन बालनले कति ट्याक्स बुझाउँछन् बालनले कतिलाई रोक्दैछ तपाईँहरू यस्तोमा कुद्नुहुन्छ त्यो 4-5 जना रहेछन् कोनी के ढोलाइटी पनि उसले बनायो यो पनि उसले बनायो राम्रा चिज जति जम्मै बालनले बनायो घरबाट ल्याएर भने जस्तो गरेर चाहिँ नारा फिजाएर हिँडेछन् त्यसले गर्दाखेरि एउटा कुरो के भन्छु भने
बालेलले पनि एक दिन मेरा घरमा आउनुपर्छ मलाई जोगाइदिउँ भनेर हेर्दै जानुहोस् हेर्दै त्यो दिन आउँछ, त्यो दिन त्यो- आउँछ। हेत तेरिका म दुर्गा माताको भक्त हुँ मैले बोलेको कुरा पुगेन छ भने मलाई भन्नुहोस् हेर्दै जानुहोस् दुर्गा प्रसाईको अबको आन्दोलनको एजेन्डा चाहिँ के हो एजेन्डाहरू खै एजेन्डा ल्याउने हो यहाँ त तेरिका लु पढेर सुनाइदिनु दिनु अस्ति पार्टी खोल्ने भन्नुभएको थियो फेरि के हो यो पार्टी त खोल्दै गरौँला न यार पार्टी भन्दा पनि देश जोगाउनु परेन चुनाव आइसक्यो नि चुनाव के को हुन्छ चुनावै हुँदैन यदि भन्दै चुनाव भयो भने निर्वाचनमा जानुहुन्छ कि नै ल यो पढेर सुनाइदिनु यहाँ हेर्नुहोस् खोकै ल्याउनुहोस् ल यहाँ ल पढेर सुनाइदिनु त मेरो घाँटी ल्याउँदैन ल सुन्नुहोस् नागरिक बचाउमा अभियान नेपालले अघि सारेका मुद्दाहरू यस प्रकार छन् म यहाँलाई निवेदन गर्न चाहन्छु नेपालीले नै बनाउने हो नेपालको व्यापार नेपालमै गर्ने हो बौद्ध किराँत सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्यको स्थापना गर्ने हो देशको सेतो हात्ती भएको देश संरचना खारेज गरी प्रदेश संरचना खारेज गरी 5 विकास क्षेत्र 14 अञ्चल 75 जिल्ला कायम गर्ने हो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने हो बैंक सञ्चालकहरू र उच्च व्यापारी घरानियाको नामले चिनिएकाहरूले चलाएको बैंकको 34 खर्ब रुपियाँ जोखिममा रहेको हुनाले बैंक वित्तीय संस्थालाई एकपटक राष्ट्रियकरण गरी सो जोखिम रकम उठाई बैंक र व्यवसायीलाई छुट्याउने हो लघुवित्त र सहकारीको ऋण तिर्न खाडी मुलुकमा कामदारको रूपमा गएका नेपाली युवालाई नेपालमै फर्काउने नेपालमा नै सिप अनुसारको कामको व्यवस्था गर्ने हो खाडीका जेलमा बस्न बाध्य रहेका करिब 7,000 युवालाई नेपाल नै फर्काउने हो सर्वहारा वर्ग र भुइँ मान्छेले लिएको लघुवित्त र सहकारीको 20 लाख भन्दा मुनिको ऋण बिनाहा गर्ने हो 20 लाख भन्दा माथिको मध्यमवर्गीय नेपाली व्यापारीको ऋण 25 वर्षको अवधि राखी 5% ब्याजमा तिर्न पाउने रिस्ट्रक्चर गर्ने व्यवस्था मिलाउने हो सरकारी बचतकर्ताको डुबेको रकम राज्यले जिम्मा लिई फिर्ता गर्ने व्यवस्था मिलाउने हो बैंक वित्तीय संस्थाहरूले लिलाम गरी घर जग्गा कब्जा गरी सुकुम्बासी बनाई सडकमा पुर्याइएका नेपाली नागरिकको घर जग्गा सरकारको जमानीमा जसको हो उसैलाई फिर्ता गराई पुनः ऋण दिने र ऋण तिर्ने व्यवस्था मिलाउने हो युवालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमै रोजगारीको सिर्जना गरी स्वरोजगार आत्मनिर्भर नेपाल बनाउन साना मझौला र ठुला उद्योगको स्थापना गर्ने हो रोजगारीको सिलसिलामा विदेशमा गएका नेपालीलाई नेपाल फर्काई 3% सहुलियत ब्याजमा 30 लाखसम्मको प्रोजेक्ट लोन बिना धितो उपलब्ध गराउने हो किनकि रेमिटान्स विदेशबाट 50 डिग्रीको तातो गर्मीमा श्रम बेच्ने नेपाली युवाहरूले नै पठाएका हुन् +2 भन्दा माथिको उच्च शिक्षाका लागि विदेश जान बन्द गरी नेपालमै मेडिकल कलेज इन्जिनियरिङ कलेज सीए साथै प्राविधिक शिक्षालय लगायतका 100 वटा भन्दा बढी कलेज खोल्न लगाई हाल संसारलाई आवश्यक रहेको डाक्टर नर्स सीए इन्जिनियर गरी सबै विधाका प्रतिवर्ष 10-10 हजारका दरले पढ्ने व्यवस्था मिलाउने संस्कृत भाषा र नैतिक शिक्षालाई अनिवार्य गराउने हो बैंकबाट कालो सूचीमा परेका हालसम्मका करिब 6 लाख नेपालीको नाम कालो सूचीबाट हटाउने हो नेपालमा जन्मिएको नागरिक संसारको जहाँ पुगे पनि नेपाली नागरिकता कायम राख्ने व्यवस्था मिलाउने हो कृषि ऋण 2% ब्याजमा पाउने व्यवस्था मिलाउने हो उत्पादित सामग्रीको बजार ग्यारेन्टी सरकारले गर्ने र एक गाउँ एक उत्पादनको व्यवस्था मिलाउने हो 65 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई उच्च सम्मानका साथ निशुल्क उपचारको व्यवस्था गराउने हो ज्येष्ठ नागरिक कोष खडा गरी आवश्यक पर्ने ज्येष्ठ नागरिकलाई मासिक 10,000 रुपैयाँ ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउने हो विदेशमा हाम्रा युवा बेच्ने होइन हाम्रो हिमालको पानी पहाडको जडीबुटी र तराईको अन्न बेच्ने व्यवस्था गर्ने हो 2046 साल पछिका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अकुत सम्पत्ति सरकारीकरण गर्ने हो निजामती कर्मचारी प्रहरी सेना र शिक्षकको तलब मासिक 1 लाख बनाउने हो जीवन निर्वाहका लागि पर्याप्त तलब हुँदा समेत भ्रष्टाचारमा संलग्न भएको पाइए जागिरबाट निकाली आजीवन कारागारको कानुन निर्माण गर्ने हो कारागारमा रहेका कैदी बन्दीहरूको एक पटकलाई 60% कैद बिना गरी बाँकी रहेका कैदी बन्दीहरूलाई उत्पादन मार्फत समृद्धि कार्यक्रममा जोड्ने हो
5 वर्षभित्रमा भ्याट पूर्ण रूपमा हटाई एकद्वार प्रणालीद्वारा आमदानी बमोजिम कर निर्धारण गर्ने र चिकित्सक, शिक्षक, चार्टर एकाउन्ट प्राविधिकहरूले जति आमदानी गरे पनि 10% मात्र आयकर लगाइने व्यवस्था मिलाउने हो। घर बहाल कर 5% मा ल्याउने हो। भूमिहीन सुकुम्बासी समस्या दिगो रूपमा समाधान गर्ने साथै नदी किनारमा बनाइएका भौतिक संरचना 20 मिटर कायम गर्ने हो। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउमा अभियानले अघि सारेका मुद्दाहरू हुन्। ल यही होइन मुद्दा। दिल्ली भ्रमणबारे एउटा समाचार पनि आज नै कुन दिल्ली? रिपोर्ट गरिदिनु। त्यो एउटा कुरा त्यो अनलाइनमा नि भाइ हाम्रो धर्म भुषालजी हुनुहुन्छ यस्तै गलत समाचार गरेर अब चाहिँ दिल्ली जाँदाखेरि यही एयरपोर्टबाट जान्छु तपाईँहरूलाई बोलाइयो अरे है अनि डिपोर्ट गर्दो रहेछ हेर्नु होला ल। फेरि दिल्ली जाँदैछु क्या मेरो घाँटी देखाउनलाई जाँदैछु, चाँडै जाँदैछु। मेरो 2 महिनाको टाइम दिएको थियो मलाई, भनौँ न 45 दिनदेखि 2 महिनाभित्रमा आउनु भनेको थियो। यसो जाँदाखेरि म यही बाटो जान्छु, कुन बाटो रोक्दो रहेछ हेरौँ न। मेरो नि एकछिन दिल्ली जान पाउने अधिकार होइन, किन डिपोर्ट गर्छ? किन डिपोर्ट गर्छ? के म सुन तस्करी हुँ? म नक्कली नोटको कारोबार गर्ने हुँ? म के काम गर्ने हो? किन दिल्ली डिपोर्ट गर्छ? यो हाम्रो धर्म भुषालजीलाई देशभरि टिभी खोलेर यस्तै फेक समाचार बनाउनु भनेर भनिदिनुहोस् है धर्म भुषालजीलाई। धर्म भुषालजीले धर्मको काम गर्नु हुँदो रहेछ, यस्तै काम गर्नु हुँदो रहेछ। ल तपाईँलाई धेरैले भारतबाट परिचालित पनि भनेर भन्छन्, यो चाहिँ सत्य हो कि असत्य? क्या भारतबाट परिचालित भनेको? अनि तपाईँले नै भन्नुहुन्छ नि यो सरकार पनि अहिले कुनै कुनै देशबाट बाहिरबाट त्यो सबै फोकटे कुरा हो। त्यो चाहिँ यस्तो यहाँ सुन्नु न, यहाँ सुन्नु। मर्दकी नामर्दकी स्वास्नी हुनुहुन्दा मर्दकी रखेल हुनु भन्छन् नि मान्छेले। रिसको भाव आवेगमा यो चाहिँ हुँदैन नि, बरु दिउँ न त हो अर्कैलाई भन्छ नि। भाव आवेगमा आएर रिसमा बोलेको कुरा, त्यो कुरालाई ल्याएर अहिले ट्रोल बनाएर त्यो 5 वर्ष अगाडि बोलेको कुरा मेरो हातमा मुलुक आफ्नो दिँदो रहेछ कि रहन्छ अनि थाहा हुन्छ। म यिनीहरू जस्तो नि, यिनीहरू जस्तो एनजिओ आइएनजिओको पैसा खाएर आन्दोलन गर्ने हुँ, फेक ऊ बनाएर। तपाईँले यो कुरा छोडिदिनु। कसरी दिने भनेको? आफ्नो नेपाल भूमिको लागि यत्रो लड्दैछ दुर्गा परसाई, आफ्नो राष्ट्र जोगाउन लड्दैछ। अनि गलत कुरामा तपाईँहरू नकुद्नुहोस् न। म जस्तीको राष्ट्रभोक्ता भएको र भगवानहरूको संरक्षण गरौँ, पशुपतिनाथको संरक्षण गरौँ, माता दुर्गाको संरक्षण गरौँ, नेपाल र नेपालीको संरक्षण गरौँ भन्ने यी एनजिओ आइएनजिओवाला छन्। अनि यो एनजिओ आइएनजिओवालाको कुरा तपाईँहरू सुन्नुहुन्छ? यो कुरा नसुन्नुहोस् तपाईँहरू। उपचारको लागि शेरबहादुर देउवा त सिङ्गापुर जानुभयो नि त, यहाँ नेपालमा सम्भव थिएन, तपाईँको बिएनसीमा थिएन थियो। उहाँ अब किन जानुभएको? उहाँको चाहिँ नि सतीशलाल आचार्य भन्ने छ, यो नेताहरूको सबै पैसा लगेर राख्ने सिङ्गापुरको नागरिक हो। उहीँ जानुभएको, उहीँ बस्नुहुन्छ, 2-4 महिना रिल्याक्स गरेर आउनुहुन्छ। ल त्यति हो। राजा बोक्ने कि नबोक्ने? राजा कसले बोकेको छ? तपाईँले पहिला बोकी राजा बोकेको पनि छैन। हेर्नुहोस्, राजा छोडेको पनि छैन। कस्तो हो? राजा बोक्ने हो कि होइन? राजा यहाँ सुन्नु, तपाईँलाई राजा किन चाहियो? राजा तपाईँ मर्दाखेरि राजा आउने होइन नि, तपाईँको बिहामा राजा आउने होइन। राजा किन सोध्नुहुन्छ तपाईँ? राजा कति इम्पोर्टेन्ट छ भन्ने कुरो चाहिँ बुझ्नु न। अहिले त जम्मैजनालाई इम्पोर्टेन्ट रहेछ त किन राजा राजा भन्नुहुन्छ? राजाको कुरो छोडिदिनु न। पहिला हाम्रो भूमि बचाउँ होइन? 7 गते पछिको आन्दोलन भनेको फेरि राजा ल्याउने आन्दोलन नै हुन्छ कि कस्तो हुन्छ? होइन, यो व्यवस्था परिवर्तन भएपछि त्यस पछाडि के हुन्छ हेरौँ न। पहिला व्यवस्था परिवर्तन गरौँ। ल हस्, यो समाधान भाइ अहिले छोडिदिनु न, त्यतिखेर सल्लाह गरौँ ल। मेरो किन असिस्टेन्ट हुन्छ? राजासँग मेरो राम्रै छ नि सम्बन्ध, अहिले पनि छ नि। अहिले म फोन गर्दा फोन उठिहाल्छ। जसरी अघि बालनको कुरा जसरी तपाईले राष्ट्रवादी लड्नु भएको थियो नि, प्रचण्ड राष्ट्रवादी नेता सँगै मार्क्सवाद खुवाउनु भएको थियो। बालेन शाहले राष्ट्रवादी नेता हुन्छ, राष्ट्रको लागि भन्नुहुन्छ होइन? हाम्रो एमालेका अध्यक्ष केपी शर्मा हुनुहुन्छ पनि आफूलाई राष्ट्रवादी नेता भएको कारणले अहिले लखेटिएको भन्ने छ होइन? त्यसपछि हजुरलाई पनि लखेट्ने कुरा हुन्छ कि? होइन, त्यो काम गराइले हुन्छ। काम गराइले उहाँले चाहिँ काम गर्नुभयो, फटाइ गर्नुभयो है। करप्सनलाई साथ दिएको कारणले गर्दाखेरि उहाँ बिग्रेको हो नि त। दोकान चलाउने, पसल चलाउने, उद्योगी, व्यापारी, गाडी कुदाउने, साइकल कुदाउने सबै आफ्नो आफ्नो बन्द गरेर घरमा बस्नु होला। ल दर्शकले सुन्नुभयो, अहिले राष्ट्रिय मानव अधिकार आयोगबाट कुरा गरिसकिसकेपछि दुर्गा परसाई यतिखेर यहाँबाट निस्किँदैछन्। दुर्गा परसाई आएर भेटेर गरिसक्नु भएको छ, वार्ता गर्नुभएको थियो लामो समय। राष्ट्रिय मानव अधिकार आयोग